पूर्णिमा र माघे सङ्क्रान्तिको धेरै धेरै शुभकामना सबैजनालाई। र कतिजनाले त हिजो पनि मनाउनु भयो होइन गाइस, र कतिजनाले आज मनाउनु हुँदैछ। हामीले त आज मनाउँदैछौँ गाइस, हाम्रो गोर्खालीको त आज नै हो। र कतिजनाले हिजो मनाउनु भयो, कमेन्ट बक्समा जनाउनु होला। र आज पनि कसले मनाउनु हुँदैछ त्यो पनि कमेन्ट बक्समा जनाउनु होला है त गाइस। र मेरो चाहिँ अलिक ढिलो भयो भन्नुमा चाहिँ त गाइस, किनभने म चाहिँ यो कपडाको काम गर्दै थिएँ। 2 दिनबाट त रेस्ट थिएँ होइन, मतलब सिलाइबाट चाहिँ रेस्ट थिएँ। र अब उहाँ सङ्क्रान्तिको तर्खरमा तयारीमा बिजी थिएँ, त्यही हुनाले। र अब यो कपडा चाहिँ मलाई दिनु छ त, त्यही हुनाले अनि अलिकति फटाफट हातको कामहरू चाहिँ गरिसकेर अनि हजुरको माझमा लिएर आउँदैछु। किनभने हजुरहरूलाई भनिरहेको थिएँ नि त मैले नि, यो कपडाको 2टा सुट बनाएको थिएँ मैले माथिको, अनि कपडा रहेको थियो, अनि त्यसको म ब्लाउज सिलाउँछु भनेर हजुरहरूलाई भनेको थिएँ होइन गाइस। र त्यही भएर मैले ब्लाउज चाहिँ कम्प्लिट गरिसकेको थिएँ, तर हातहरूको कामहरू केही भएको थिएन। त्यही हुनाले मैले चाहिँ फटाफट हतार हतार गरेर हातको कामहरू चाहिँ गरेर खतम गरिसकेँ। त्यही भएर मैले हजुरहरूलाई अलिकति लेट विस गर्दैछु गाइस। र मैले यो ब्लाउजहरू पनि कम्प्लिट गरिसकेको छु। अब यसलाई प्रेस मारेर म दिनेछु। के गर्ने गाइस, यस्तै हो होइन। अब सबैतिर भ्याउनु पर्छ, उताको काम पनि गर्नुपर्छ, यताको काम पनि गर्नुपर्छ, जो कि मेरो सिलाइको काम हो। र यसको चाहिँ धेरै प्रेसर पनि भएको छ गाइस मेरो। अब यताउति घुराइ पनि भएको थियो, बिचमा गएको थिएँ हामी गोर्खा स्पोर्टमा होइन, सम्मेलनमा। र त्यसका पछि अनि फेरि यता तिज, यो हाम्रो तिज अरे के यो के भन्छ सङ्क्रान्तिको पनि तर्खर भएको थियो, त्यही भएर। र केही छैन, अलिकति मेरो मिस्टेक हुन्छ है त गाइस, बोलीमा हजुरहरूले इग्नोर गर्नु होला, यस्तै हुन्छ मेरो। र केही छैन, मैले यहाँ ब्लाउजहरू पनि कम्प्लिट गरिसकेको छु। अब फेरि कपडाहरू काटेर म सिलाइ गर्छु गाइस। र फेरि हजुरहरूलाई माघे सङ्क्रान्तिको धेरै 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 शुभकामना छ। र भेटौँला फेरि अर्को नयाँ भिडियोमा। बाई बाई।